आज हामी चाहिँ एक्स स्क्वायर माइनस 5x प्लस 6 इक्वल टु 0 लाई चाहिँ कम्प्लिटिङ स्क्वायरबाट सोल्भ गर्नेछौँ। त्यो सोल्भ गर्नुभन्दा अगाडि चाहिँ एउटा फर्मुला लेख्नुपर्छ। त्यो फर्मुला भनेको चाहिँ थर्ड टर्म लेखेर हामीले थर्ड टर्म इक्वल टु 1/2 इन्टु कोफिसिएन्टको होल स्क्वायर लेख्नुपर्छ। त्यो भने चाहिँ 1/2 इन्टु कोफिसिएन्टको एक्सको चाहिँ भ्यालु कति छ -5 छ, त्यही भएर चाहिँ 1/2 इन्टु -5 को होल स्क्वायर लेखेर चाहिँ के आउँछ भन्दाखेरि -5/2 होल स्क्वायर आउँछ। यो यसको भ्यालु चाहिँ के हुन्छ 25/4 हुन्छ। त्यो लेखिसकेपछि हामीले थर्ड टर्मलाई चाहिँ इक्वेसनको दुवैतर्फ चाहिँ के गर्नुपर्छ एड गर्नुपर्छ। एड गर्नुभन्दा पहिला चाहिँ के गर्ने भनेपछि एक्स स्क्वायर माइनस 5 लाई इक्वल टु इक्वेसनलाई त्यसलाई चाहिँ इक्वेसनको लेफ्ट साइडमा राखिदिने अनि प्लस 6 लाई चाहिँ इक्वल टु भन्दा उता लिने, किनभने नम्बर हो नि त, त्यही भएर अलग्गै राख्ने। -6 भयो। -6 भइसकेपछि अब दुवैतिर चाहिँ के गर्नुपर्छ, दुवैतिर चाहिँ थर्ड टर्मलाई जोड्नुपर्छ। भनेपछि 25/4 राइट साइडमा पनि जोड्ने, 25/4 चाहिँ लेफ्ट साइडमा पनि जोड्ने। त्यो गइसकेपछि यो चाहिँ के हुन्छ एक्स स्क्वायर माइनस 5x प्लस 25/4 भनेको चाहिँ एक्स माइनस 5/2 को होल स्क्वायर हुन्छ। इक्वल टु त उता राइट साइडमा चाहिँ -6 प्लस 25/4 भनेको चाहिँ एलसिएम लिएर गरिसकेपछि 1/4 बन्छ। 1/4 बनिसकेपछि 1/4 भनेको चाहिँ के को स्क्वायर हो 1/2 को होल स्क्वायर हो। अगाडि एक्स माइनस 5/2 को होल स्क्वायर बनिसकेको छ। इक्वल टु भन्दा उता चाहिँ 1/2 को होल स्क्वायर बनाउने। स्क्वायर कटाउनुभन्दा पहिला 1/2 को अगाडि के राख्नुपर्छ प्लस माइनसको साइन राख्नुपर्छ। स्क्वायर कट एक्स माइनस 5/2 इक्वल टु प्लस माइनस 1/2 हुन्छ। सुरुमा चाहिँ एकचोटि प्लस लिएँ मैले, एक्स माइनस 5/2 इज इक्वल टु 1/2 गर्दा एक्स इज इक्वल टु 1/2 को 1/2 अगाडि साइन -5/2 थियो भने इक्वल टु मतलब प्लस 5/2 1 प्लस 5/2 गर्दा 6/2 हुन्छ। त्यसको चाहिँ एन्सर चाहिँ के आउँछ एक्स आउँछ। अब सेकेन्ड मेथड अब चाहिँ माइनसमा लिनुपर्छ भने चाहिँ अघि हामीले प्लस लेख्यौँ त अब के लेखौँ माइनस लेखौँ। एक्स माइनस 5/2 इज इक्वल टु के गर्नु पऱ्यो -1/2 गर्नु पऱ्यो। एक्स इज इक्वल टु -1/2 छँदैछ भनेपछि -5/2 लाई इक्वल टुको राइट साइडतिर लैजाँदाखेरि प्लस 5/2 हुन्छ। 5बाट 1 घटाउँदा के हुन्छ 4 हुन्छ। अब के बच्यो 4/2 बच्यो भनेपछि 2/4/2 भनेको चाहिँ 2 हुन्छ। त्यस कारणले एक्सको भ्यालु चाहिँ के हुन्छ 2 र 3 हुन्छ।